हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछु के पो हाम्रो घर माथिको घर जाँदैछु। अहिले चाहिँ बजेको छ यहाँनिर 4 अरे सरी 4 बजी चाहिँ उठेको हामी। अहिले चाहिँ 6 बजिसकेको छ र हामी चाहिँ यहाँनिर बिहानै निस्केको छ किनभने हामीलाई मन्दिर जानु छ। सो हेर्दै गर्नुहोस्, अहिले चाहिँ यहाँनिर विकासनगरमा चाहिँ यस्तो अँधेरै छ, एकदमै अँधेरो। सो हामी 3 जना चाहिँ निस्किसक्यौँ यहाँबाट। एकजना पछाडि छ, एकजना यहाँ। सो हेर्दै गर्नुहोस् है मेरो भिडियो। हामी चाहिँ अहिले यहाँ माथिनिर आइपुग्यो र यहाँबाट चाहिँ देख्दैछ हाम्रो घरको अलिक यताको जग्गाहरू देख्दो रहेछ कि। जाडो छ, जाडो एकदमै जाडो। यहाँ नि यहाँको पहाडहरू, ओ माई गॉड, छेउमै हुन्छ नि। ओ माई गॉड, बहुत ठन्डे भाइ, ठन्ड गएको सक्नुहुन्छ। हामी चाहिँ एकदम कच्चा बाटो बाटो बनाएको छ अहिले। हामी चाहिँ सर्टकट लिएर आएको। मेन रोड चाहिँ यहाँ माथि देख्नुहुन्छ त्यहाँ हो खास नि हो मेन रोड यताबाट, तर हामी चाहिँ सर्टकटको लागि चाहिँ यस्तो बनाएको छु। यो सब बाटो खनिँदो रहेछ ऊ राति पुगिसकेको रहेछ। अझै त्यहाँ भित्ता खनेर चाहिँ यस्तो बाटो बनाउँदै रहेछ। यहाँबाट देख्नुहुँदैछ, यहाँबाट अझै उता खन्छ। अब चाहिँ हामी आइपुग्यो मेन रोड। सक्नुहुन्छ हामी चाहिँ एकछिन यहाँ रोकेको छु। यो चाहिँ सर्टकट हो कि के भन्छ, यहाँबाट चाहिँ भर्खर खन्दै रहेछ, बाटो खनेर बनाउँदै रहेछ कि। सबै कोट्याएर बनाएको रहेछ भित्ता खनेर। सायद सर्टकटको लागि होला। यताबाट आयो भने चाहिँ पुरा लामो पर्छ। यहाँ फेरि यता फेरि के हुँदो रहेछ भने पाहाडको बाटोबाट चाहिँ के हुँदो रहेछ भने यो त्यही छेउ, अब स्ट्रेट गयो भने छेउमै पुगिहाल्छ नि, तर यो घुमाएकोले गर्दाखेरि हुन्छ नि, यो पाहाडको त्यस्तो गरेर घुमाउँदो रहेछ। त्यसै भएर लामो पर्दो रहेछ कि। तल यो चाहिँ हामी यहाँबाट आएको, अहिले भर्खर यहाँबाट आएको। माथि हो मेन रोड चाहिँ, यो माथि चाहिँ मेन रोड। तर अहिले चाहिँ सर्टकटको लागि चाहिँ मुनि खनेर बनाएको रहेछ, हेर्नु सक्नुहुन्छ। भगवान्, बाटो हेरेर घामले पनि हामीलाई हेलो भनिसकेको छ, गुड मर्निङ भनिसकेको छ। माई गॉड, के दामी देख्यो, यस्तो दामी देख्छ है। डर डेन्जर पनि छ तर दामी पनि छ। सो फाइनली हामी अब आइपुग्छ मेन रोडमा भन्नुमा चाहिँ के फाइनली एकैछिनमा आइपुग्यो नि हेर्ने हो। आइपुग्यो हामी अब चाहिँ रोडमा, मेन रोडमा। माई गॉड, यो त तलबाट घुमेर आन्थ्यो हामीले। The view was mesmerizing. यस्तै हुँदै जानुपर्छ। हाम्रो माथिको घर चाहिँ के हो, यो गिद्ध रहेछ हेर्नु। यहाँ गिद्ध बाटो मरिरहेको रहेछ, सुकिसकेको छ नि। तर अम्बो कत्रोबाट पक। हामी जानुपर्ने चाहिँ यहाँ परनिर हो, तर बाटो यस्तो बिना घुमेको चाहिँ यहाँबाट छेउमै देख्दैछ। तर के हुन्छ भने अझै कति किलोमिटर छ अरे भाइ? 10-15 किलोमिटर नि। तर यहाँबाट चाहिँ छेउमै देख्दैछ अब यो। तर के गर्नु, यो घुमाएर रोड कता रहेछ कि। यस्तो छ, एकदमै चिसो हावाहरू आउँदैछ यहाँनिर। 10 किलोमिटर हो, 10 त छैन होला हौ। तपाईँहरूले भन्छु नि ल कति रहेछ भनेर है, तिमीहरू है। यो देखेर चाहिँ मलाई 10 किलोमिटर नै लाग्दो रहेछ कि। आइपुग्यो हामी, अब मन्दिर आइसक्यो। कस्तो दामी हो भयो। मलाई सेतो देखेर ऊ कालो भएर ल। अब चाहिँ हामीले आफ्नो बहिनीको नाममा पनि चढाइदियो हो। हाम्रो भाइ पनि आयो। अब चाहिँ हामी गएको घर चाहिँ यस्तो भ्यू देख्छ, कति दामी। अब
चाहिँ हामी गएको अब घर गएको बाबा मन्दिर दर्शन गरिसक्यो अब घर गएको अब चाहिँ हामी घर जान्छु है थाहा छैन कहाँ खान्छु मेरो पतिदेव आगे चलते हुए बाख्रा हेर्न सक्नुहुन्छ यहाँ बाख्रा कत्रो बाख्रा यार कत्रो नि हो हेर बाबा कत्रो बाख्रा खुट्टा कत्रो अक्लो अक्लो यहाँ चाहिँ गुराँस फुलिरहेको छ जग्गा जग्गामा कतिवटा बोट ओ यहाँ तल झन् पुरा रहेछ यहाँ तल ऊ हेर् नि बाटो चाहिँ यो पनि गुराँसकै बोट हो त यो हामी मात्रै भेट्यो भने चाहिँ तोड्नु भनेको तर गुराँसको नि तोड्नु हुँदैन अरे के त्यो गुराँस तोड्यो भने त्यहाँ आउँदैन अरे के फेरि भन्छ कुन त जसरी जस्तो भन्नुहोस् म त टिप्छु भगवान्जी हामीले पता नि कति जुस बनाएर खान्थ्यौँ पहिला बचपनमा उहाँहरूले जुस बनाएर खान्थे अरे तर मैले अहिलेसम्म खाएको छुइनँ पिएको छुइनँ हामीले खालि अहिले सर्टकट मात्रै जाँदैछ यो चाहिँ मेरो सेकेन्ड टाइम हो र सेकेन्ड टाइममा अस्ति पहिला जाँदाखेरि अर्कै बाटो गएको थियो अहिले अर्कै बाटो हामी चाहिँ खालि सर्टकटबाट मात्रै हिँड्दैछु किन भन्दा चाहिँ हामीलाई हाम्रो मेरो पतिदेवलाई चाहिँ क्रिकेट खेल्नु छ गएर त्यही भएर उसले खालि सर्टकट अपनाउँदैछ अहिले यस्तो यस्तो बाटोहरूबाट लाँदैछ मलाई सो म चाहिँ गुराँस फुलिरहेछ मेरो बुढाले गुराँस टिप्नु गएको थियो माथि मैले फर्स्ट टाइम देखेको छु लाइभमा यस्तो गुराँस छेउमा नै फुलेको माया भइन्थ्यो लाइभ भन्छ त खास व्हाइट वाला भी हुन्छ थ्याङ्क यू ओ माय गॉड कस्तो दामी गुराँस यहाँ त्यस्तो गाडीहरू कुद्दै जाँदा चाहिँ दुईटा सिट भएको पछाडि चाहिँ भएको सामान बोक्नुको लागि सायद यो रुखसँग चाहिँ मलाई यस्तो किन लभ परिसकेको छु यो रुखमा कसम मलाई मेरो घर जाँदाखेरि लान पऱ्यो उता मैले अलिकति उयो चोरेर के भन्ने त्यसलाई बिजन यसको कस्तो दामी दामी रुख भगवान के दामी अनि स्कुल देख्नुहुँदैछ नि यो पारी यो चाहिँ मेरो बुढा पढेको स्कुल अरे हो यो जग्गाको नाम चाहिँ सौडा भन्दै रहेछ हेर्नु कस्तो डेलिकेट जग्गामा देख्दैछ कि तर माथि हेर्दाखेरि जस्तो मैदान छ दामी छ यसको नाम के हो सौडा नि यस सौडा हो सौडा हामी आइपुगे सौडा आइपुगे सौडा गर्नु हुँदैन कि म कहाँ आएको छु
म्याच हेर्न आएको छैन हेर्न सक्नुहुन्छ यहाँ अरे यिनीहरूले म्याच खेल्न आएको छ कि म्याच अनि मलाई चाहिँ गाडीभित्र राखिरहेको छ उनीहरू चाहिँ म्याच खेल्नु गएको छ पता नै के हुने हो कति बज्ने हो म त दिमाग गडबड भइसक्यो मेरो बुढोहरू म्याच खेल्न आएको छ हो कहाँ खेल्ने हो कता खेल्ने हो कहाँ गयो केही थाहा छैन यहीँ तलतिर खेल्दैछ तलतिर म देखाउँछु अहिले तपाईँलाई अनि यहाँ चाहिँ बस्दा बस्दा एउटा के खबर थाहा पाएँ भन्दाखेरि चाहिँ हाम्रो बहिनीको मेरो हस्बेन्डको चाहिँ बहिनीको चाहिँ छोरा भइरहेसम्म चाहिँ माइजू भए फर्स्ट टाइम है अनि मेरो बहिनी र ज्वाइँलाई धेरै धेरै कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु आज चाहिँ 12 तारिकको दिन 12 फेब्रुअरीको दिन कति राम्रो है हाम्रो बहिनी नर्मलै भएछ राम्रो भयो खुसी लाग्यो अब हामी फेरि माथि गएको छैन माथि घर जान्छु हामी तुरन्त बादमा ऋषिकेश जानुपर्ने हुन्छ अब सो म चाहिँ प्रसाद खाँदैछु अघि मन्दिर गएको थिएँ त्यहाँबाट लिएको प्रसाद खाँदैछु गाडीमा बसेकोले बोर भइसक्यो दिमाग गडबड भइसक्यो अब एकछिन म्याच हेर्छु म्याच हेर्न जान्छु सो हेर्दै जाउँ यिनीहरू चाहिँ म्याचको लागि रेडी गर्दैछ बिहान हामी 6 बजी हिँडेको र मलाई कहाँ लिएर फसिरहेछ कि अब नेक्स्ट चाहिँ उनीहरू हेरौँ के गर्छ म्याच पनि यस्तो दामी जग्गामा भइरहेको छ कि के भन्नु र यहाँनिर चाहिँ मेरो बुढाले बल गर्नुहुँदैछ न उसको चाहिँ बलिङ एकदमै राम्रो छ भन्ने सुनेको थिएँ मैले सो हेर्दैछु म चाहिँ फर्स्ट टाइम उसले खेलेको सो अनि यहाँनिर चाहिँ जहिले पनि छुट्टी आउँछ नि सबैभन्दा पहिला चाहिँ उसको सबैभन्दा फर्स्ट प्रायोरिटी नै क्रिकेट खेल्नु हुन्छ नि सबैजना साथीसँग बटुलेर क्रिकेट खेल्नु चाहिँ उसको सबैभन्दा फर्स्टमा आइहाल्छ जहीँ हो जहीँ जाओस् खेल्नु चाहिँ जान्छ के म्याच खेलेको अलिकति उनीहरू म्याच खेल्दै गरेको यहाँ हेर्नु न गाईहरू कति क्युट बाछी माथि घरबाट आउँदैछु यो माथि घर छ नि त्यहाँबाट आउँदैछु हो म चाहिँ वासरुम गएको थियो एकजना आन्टी टक्कै भेटेको कति राम्रो हुनुहुँदो रहेछ हो आइज न बस चाय बनाइदिन्छु यस्तोहरू भने कि यताको मान्छेहरू कति राम्रो हुन्छ नि नाइज बस बचिया बनाइदिन्छु भन्नुहुँदै थियो ना मेरो जानु छ मलाई भनेर चाहिँ आएको अब उनीहरूको स्टार्ट भएछ कि म्याच सायद बलिङहरू गर्दो रहेछ जान्छु म हेर्नु मेरो बुढाहरू पनि खेल्नु थालेको छ र यहाँ चाहिँ स्टार्ट हुँदो रहेछ गेम नि नाइलीको मेरो बुढाहरूको के भन्छ भाइ र मामा खेल्दै रहेछ यहाँ चाहिँ अहिले रमेश मामा र भाइ खेल्दैछ महेन्द्र भाइ र खेल्दैछ उनीहरू चाहिँ परनिर बसिरहेको छ यहाँ पर बसिरहेको छ हार्नेको बात हो रहा है डिस्कस बात हो रहा हार्नेको बाद डिस्कसन गर्दैछ यहाँ सबजना This is not our fault, it's a Prakriti nature, Prakriti bata, so I lost this match. So next match I will try. कति पल्ट त यो छक्कामा रुकमाल झेरे के छक्कामा म त देखिन चल्छ मेरो छक्का हेर्यो मेरो छक्का हेरेको हेर्न हेरिन त भन्छु मैले तिमीहरु हुँदैन के गर्दै छौ अहिलेसम्म यति बेलासम्म एउटा सोध्नुहरु जान्दैन तिमी हो मैले देखिल्दै पारेर घुम्ने हैन इस घुमेको मलाई अरे मैले इनले रिस उठाएछ नि रिस उठाइनस् तिमीलाई रिस उठा अर्का खेल्छ उ चाहिँ खेल्दैन म किन रिस उठि गरिराको छोड बलिङ देखिनौ बलिङ देखेन दामी तो फिर बलिङ दामी गरे कि तर भइन सबैजना मासु भात खादैछ हारेरै म्याच जितेर मासु भात खादैछ मामाले भनेको यहाँ यहाँ त नै मलाई थाहा थिएन तिमीले यहाँ छ भनेर म त उपर बनाउँदै थिएँ उसको नाइलीको चोर भाइहरू हाम्रो भन्नु पनि भएको छैन होला
यहाँनिर मेरो नन्दहरू खुसी भएको मैले चक्लेट मेरो बहिनीहरू यहाँ मलाई लिन आइरहेको छ क्या माथि। हामी चाहिँ छ यहाँनिर मसीको घरमा, ठुलो मसीको घरमा। यहाँ खाँदैछ मन्च आलुको बट चेरी ब्लोजम चाहिँ देख्दैछ यसलाई। Oh my God. र यो चाहिँ हो हाम्रो गाउँ, यसलाई चाहिँ भन्छ नाइली। सबै यो चाहिँ एप्पलको बोटहरू मात्रै छ यहाँनिर। तपाईँहरू माथि सुकेको जग्गाहरू देख्नुहुन्छ। यो सब चाहिँ सेफ हो नै उयो एप्पल। अनि यहाँबाट चाहिँ मैले हिजो आएर भिडियो गर्नु पर्ने किन रात परिसकेको थियो कि, सो त्यही कारणले गर्नु पाइनँ। यो चाहिँ हाम्रो माथिको घर हो। सो तलनिर पनि छ हाम्रो, तलनिर पनि छ घर। मसी घर तलनिर देख्दैछ। यो चाहिँ हो हाम्रो नाइली। यो तपाईँहरूले सुक्खा देख्दै गरेको सब के पो सेब हो, एप्पल हो। मार्च अप्रेलमा, अहिले फेब्रुअरीमा यस्तो हालत छ भने मार्च अप्रेलमा चाहिँ यहाँनिर एकदम दामी फुल्छ अरे, दामी फुल्छ। यो सबै एप्पलको बोटहरू, यो सेतो गरेको चुना लगाएको सब एप्पल। यो हरियो भएको चाहिँ मटर हो। र यस्तो हुन्छ यहाँको सुन्दरताले भरि खालि प्राकृतिकको सामानहरू मात्रै पाइन्छ यहाँनिर। देख्न सक्नुहुन्छ यहाँनिर खट्टो फलिरहेछ निम्बु, कस्तो राम्रो देख्दैछ यहाँ। वाउ, यस्तो छ यहाँ पहाड, खालि पहाड मात्रै देख्नु पाउनुहुन्छ यहाँनिर।